हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी तातोपानी जान लाग्यो अनि म चाहिँ थर्मस बोकेर हिँडेर ल्याइदिउँ बिरामी थिएँ नि त। बाटोभरि पुरै हुसु लागेको थियो। त्यो दोलाल घाटको खोला पुरै खोलाको बाटो जानु थियो। कस्तो भिड थियो के, पुरै खोला चाहिँ हेर्दा कस्तो राम्रो थियो अनि बाटो चाहिँ पुरै भिड थियो के, कस्तो अप्ठ्यारो खालको। अनि पुरै डाँडाकाँडा हेर्दै, डाँडाकाँडाहरू मनपर्ने मान्छेहरूलाई चाहिँ रमाइलो लाग्छ। हामी चाहिँ अनि तातोपानीमा पुगेर नुहायौँ। त्यहाँ 3टा धारो थियो अनि उहाँ शिवजीको मूर्ति थियो, त्यति मात्र थियो। खोलाहरू थियो अनि त्यसपछि खाजा खायौँ। अनि त्यहाँ चाइनाको बोर्डर भन्नुहुन्थ्यो, खोइ हो कि होइन। अनि मकै के खायौँ, खाँदै आयौँ। अनि बदम किनेर खाँदाखेरि चाहिँ पुरै बस्ने फोहोर पारिदिनु भएको थियो सबैजना। माछा ल्याएको थियो दोलाल घाटबाट, दाइलाई दिएँ अनि हामीले बसेर खायौँ। अनि आजको मिनी ब्लग यति नै सिद्धि, अरू मैले खिच्दै खिचिनँ छु।